त्यो बुझेन एउटा आमाले तिमीलाई सधैँ सम्झिन्छन् कि कोही पनि छैन होला आमा जुन आमाले चाहिँ आफ्नो सन्तानलाई माया नगर्ने कि माया नगर्ने तर तिमीले चाहिँ त्यो उहाँ आमालाई चाहिँ सम्झिनु पनि वर्षको एउटा विशेष दिन कुर्नुपर्ने के माया हो यो सन्तानले दिनुपर्ने माया है हो त आफ्नो दुःख आफ्नो सपनाभित्र तिमीलाई ठुलो मान्छे बनाउँछ होइन त्यस आमाले अनि त्यस आमालाई सम्झिनु पनि वर्षमा एक दिन कुर्नुपर्ने अनि एक दिन गरेको मायाले चाहिँ वर्षभरि पुग्ने कति छक्क पर्छ आमाले सधैँ माया गर्छ सन्तानले पनि आमालाई सधैँ माया गर्नुपर्छ क्या वर्ष दिनै कुर्नु भएन मेरो चाहिँ बुझाइ हो तपाईँको बुझाइ के हो कमेन्ट गर्नु होला